ल साथी यो अर्को पार्सल खोल्दैछु मैले चाहिँ यसमा के छ भन्ने कुरो मैले भनेको थिएँ नि त दिउँसो अहिले धेरै सामान मगाएको छु के आएको छ खुले छैन भनेको छु राति सुत्ने बेला भयो भोलि त सन्डे हुन्छ दिनभरि जति सुते पनि भयो त्यही भएर सामान खोलेर चाहिँ हेर्दैछु है मैले मेरो छोरो मलत्र भइसक्यो हेर्नु हामी आमा छोरा कस्तो देखिन्छन् कमेन्ट गर्नलाई है त ल हेर्नु एउटा दुईवटा पार्सल एउटैमा हालेर पठाएको रहेछ खोलेर हेर्छु अर्को पनि आयो आयो तर खोलेकै छैन खोल्दैछु बिस्तारै बिस्तारै त्यो मैले त्यो चाउचाउमा चाहिँ राखेको थिएँ चाउचाउ पनि खान्छ पनि त साथी हो नेपालबाट मगाएर यो लगभग नेपालमा भाइरल चलेको साडी जस्तो चाहिँ छ है हेर खोलेर ल हेर्नुहोस् नेपालको भाइरल साडी होइन मैले त्यत्तिकै रातो देखेर मगाइदिएको साथी ल हेर्नु नेपालको भाइरल साडी जस्तै परेछ हेर्नु त कति राम्रो सबको मात्रै हो कि अरू पनि हो राम्रो छ है उठ है त मजाको साडी आयो यो ल हेर्नु साथी यो पनि आएको यो अर्को पार्सल हो अहिले धेरै भिडियो लाग्यो भुतिनी म त भुतिनी होइन तर जस्तै छु ल हेर्नुहोस् त कस्तो छ भनिदिनुहोस् त हिजोको सपिङ पछि पैसा हुन्छ नहुन्छ आफू बिरामी भएर मरिमरि कमाएको पैसाले हिजोको सपिङ गर्छु भनेर जा गरिदिएको बिरामी पनि लास्टै पल्ला ढिका पुगेको नि त अहिले ओल्ला ढिकासम्म नै पल्ला ढिका त अलिअलि फर्केर ओल्तिरसम्म आइपुगेछु बस अझै पनि सन्चो छैन मलाई अझ जगल्टी नै भन्नु होला सुत्नेलाई जगल्टा नखोलेर क्यारु त त्यो पनि हो रोटी खाँदै हुनुहुन्छ तपाईँ दुबारा रोटी हाल्नु ल हेर्नुहोस् त राम्रो रहेछ होइन ओके बाई गुड नाइट यो पनि छ है हामी आमा छोरीलाई मगाएका सेम साडी मलाई ग्यास छ नि त डकार आइरहेको छ अब यो खोल्ने अर्को साडी हो यो चाहिँ भोलि खिच्छु